साथीहरु आज चाहिँ मैले कोइरालको फूलको अचार बनाउन लागेको छु। तपाईहरुलाई कस्तो लाग्छ भन्नु होला है त। मैले चाहिँ पहिला पनि बनाएको थिएँ अनि हाम्रोतिर चाहिँ यतातिर खाइराख्नुहुन्छ पराय वनमा भयो भने चाहिँ वनतिरबाट लिएर आउनुहुन्छ अनि बनाउँछौँ। गाउँमा हुँदाखेरि चाहिँ मैले कहिले पनि खाएन कि थाहा पनि पाएन यसरी खान्छन् फूलको पनि अचार बन्छ भनेर थाहा भएन। अनि हामीले चाहिँ सागभरि खान्थ्यौँ, कोइरालको साग मात्रै खान्थ्यौँ तर फूल चाहिँ कहिले पनि खाएनौँ कि थाहै भएन मलाई चाहिँ। अनि आजभोलि चाहिँ यतातिर खानुहुँदो रहेछ अनि यतातिर खाने भएपछि अनि मैले पनि खानु त पर्यो। अनि त्यही भएर मैले चाहिँ आज आलु र कोइरालको साग भने कोइरालको फूल मिसाएर चाहिँ मैले अचार बनाइराखेको छु। तर त्यस्तो मरमसला चाहिँ केही पनि राखेन, मैले सिम्पल तरिकाले बनाएँ। अनि आलुलाई चाहिँ उसिनेर मैले धोएँ अनि आलुलाई धोएर चाहिँ मम्मी र मैले चाहिँ फोक्यौँ। अनि फोकेर चाहिँ मैले कोइरालको सागलाई पनि मजाले धोएँ अनि धोएर त्यसलाई पनि उसिन्न मसाले हल्का तातो पानी लगाएपछि चाहिँ पाक्छ त्यो। अनि त्यसलाई पनि हल्का तातो पानी लगाएँ अनि त्यसलाई पनि धोएँ पखालेँ राम्रोसँग। अनि त्यसपछि चाहिँ हामीले चाहिँ आलु पनि फोकिसक्यौँ। अनि फोकेर चाहिँ मैले चाहिँ पट्टा आलु काट्न थालेँ। मम्मी चाहिँ उतै बसिराख्नु भएको थियो अनि मैले चाहिँ आलु काटेँ। अनि त्यसपछि चाहिँ मैले दुवैलाई मिक्स गरेँ एउटैमा। अनि दुवै मिक्स गरेर चाहिँ मैले त्यसमा राखेँ, केही पनि राखेन मैले त्यति। हामीले चाहिँ त्यति ऊ नै राख्दैनौँ, अरू त्यति केही पनि राख्दैनौँ। अनि त्यसपछि चाहिँ मैले त्यसमा चाहिँ त्यही तिलको धुलो अनि त्यसपछि तिलको धुलो पराय हामीले तिलको धुलो राख्छौँ, तिलको धुलो अनि नुन राखेँ। नुन राखेर अनि मैले चाहिँ खुर्सानी पहिले नै काटिसकेको थिएँ। अनि खुर्सानी काटिसकेपछि चाहिँ मैले तेल बसालेँ। अनि त्यसमा मेथी जिरा पड्काएँ अनि खुर्सानी पनि पड्काएँ त्यसैमा। अनि मैले प्रेसर राखेँ अनि त्यसमा चुक राखेँ। हामीले चाहिँ चुक बाक्लो भएको थियो, बाक्लो चाहिँ अनि त्यहीलाई पानी हालेर बाक्लो बनाएर मैले कराईमा गराएको थिएँ। अनि त्यही राखेर मैले सानेँ होइन। मैले चाहिँ हातले नसान्दासम्म मलाई चित्तै बुझ्दैन क्या। अनि त्यही भएर मैले चाहिँ हातले नै सान्छु। तपाईहरुले कस्तो लाग्यो मेरो भिडियो पुरै हेरेर लाइक कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला है त। बाई बाई।